कसैले ढाडलाई भित्तामा अडेस लाउनु भएको छ भने अडेस नलाइकन बस्नुहोस्। अब हामी एउटा प्रोग्रेसिभ मसल्स रिल्याक्सेसन आरामदायी अभ्यास गर्न गइरहेछौँ। यो अभ्यास साँच्चीकै एकदम महत्त्वपूर्ण छ। जब हामी प्र्याक्टिस गर्छौँ त्यसले हाम्रो निन्द्रामा, जसलाई निन्द्रा लागिरहेको छैन, अनावश्यक सोचहरूले सताइरहेछ भने हामीले हाम्रो बडीलाई याद गर्छौँ, ध्यान दिन्छौँ र सँगसँगै यो अभ्यास गर्छौँ। त्यसको लागि सबैजनाले ढाडलाई सिधा बनाउनुहोस्। मेरुदण्डलाई एकचोटि नाक, मुख, छाती मुनि पेटसम्म पुग्ने गरी श्वासलाई तान्नुहोस्। होल्ड गर्नुहोस्। मुखबाट श्वासलाई फाल्नुहोस्। यो अभ्यासलाई फेरि हामी एकचोटि दोहोऱ्याउनेछौँ। तपाईँले नाक, मुख, छाती हुँदै पेटसम्म पुग्ने गरी श्वासलाई तान्नुहोस्। श्वास लिँदा लट्टा लिनुहोस्, सुस्तरी लिनुहोस्। हामीसँग जति पनि समय छ, हामीले अहिले भनेको हाम्रो स्वास्थ्यलाई केन्द्रित गरिरहेछौँ। शारीरिक रूपमा हामी हेरिरहेछौँ, आफूलाई ध्यान दिइरहेछौँ। आत्तिनुपर्ने अवस्था छैन। यहाँ तपाईँ सुरक्षित हुनुहुन्छ। श्वास लिइरहेको श्वासले तपाईँमा सकारात्मक कुराहरू तपाईँको मन मस्तिष्कमा दिइरहेछ भने अनुभूति गर्न सक्नुहुन्छ। र फालिरहेको श्वासले तपाईँमा भएका तनाव, चिन्ता, नरमाइलो, खल्लोपनलाई बाहिरी फालिरहेछ भने महसुस गर्न सक्नुहुनेछ। प्रत्येकचोटिको श्वास फेराइलाई हामी यही नै फलो गर्छौँ। लिइरहेको श्वासले तपाईँलाई पोजिटिभ थट दिइरहेछ भने महसुस गर्नुहुन्छ र फालिरहेको श्वासले तपाईँमा भएका विकार पदार्थलाई त्यही श्वास प्रश्वासकै माध्यमबाट बाहिर फालिरहेछ भने महसुस गर्न सक्नुहुन्छ। अब तपाईँको सम्पूर्ण ध्यानलाई खुट्टाको बुढी औँलामा केन्द्रित गर्नुहोस्। खुट्टाको बुढी औँलामा केन्द्रित गर्नुहोस्। अब यो खुट्टाको बुढी औँलालाई भुइँतिर जमिनतिर धकाल्नुहोस्, खुम्चाउनुहोस्, तल कताउनुहोस्। जति सक्नुहुन्छ श्वास लिँदै तन्काउनुहोस्। श्वास फाल्दै छोड्नुहोस्। रिल्याक्स। रिल्याक्स। छोड्नुहोस् भनेपछि सर्लक्क छोडिदिनुहोस्। छोड्दाखेरि रिल्याक्स। है, खुम्चाइ नरहनुहोस् ल, सबैले छोडिदिनुहोस्। फुल्ल खुम्चाउनु होला। छोडिदिनुहोस्, सबैले छोडिदिनुहोस्। रिल्याक्स। फेरि यही प्रोसेसलाई हामी फलो गर्छौँ। तपाईँको सम्पूर्ण ध्यानलाई खुट्टाको बुढी औँलामा केन्द्रित गर्दै श्वास लिँदै लिने अनि यो खुट्टालाई जमिनतिर घोप्ट्याउने बुढी औँलालाई मात्रै। त्यसो गर्दा तपाईँको शरीर कहाँ तन्किएको छ, कस्तो महसुस भइरहेछ हेर्नुहोस् है, फिल गर्नुहोस् र बिस्तारै छोडिदिनुहोस्। वाह, कस्तो आनन्द हुन्छ। रिल्याक्स। छोडिदिनुहोस्। अब फेरि हाम्रो ध्यानलाई कुर्कुच्चामा केन्द्रित गर्नुहोस्। खुट्टाको कुर्कुच्चामा केन्द्रित गर्नुहोस्। अब यसलाई तपाईँले बुढी औँलालाई आफूतिर फर्काएर खुट्टाको
कुर्कुचालाई जमिनमा तापेर सक्नुहुन्छ। खुट्टाको बुढी अङ्गालाई आफूतिर फर्काउने र यो पैतालाको जुन कुर्कुचा छ त्यसलाई जमिनमा टपक्ने। फेरि सुस्तरी छोडिदिनुहोस्, रिल्याक्स, सुस्तरी छोडिदिनुहोस्। गुड। फेरि यो प्रक्रियालाई हामी एकचोटि फेरि दोहोऱ्याउँछौँ। खुट्टाको कुर्कुचालाई ध्यान दिन्छौँ र कुर्कुचालाई जमिनमा प्रेस गर्छौँ र आफ्नो कुर्कुचालाई आफ्नो बुढी अङ्गालाई आफूतिर फर्काउँदै त्यसलाई प्रेस गर्छौँ, तनाव दिन्छौँ। हजुर र बिस्तारै छोडिदिनुहोस्। फेरि हामी हाम्रो सम्पूर्ण ध्यानलाई खुट्टाको गोलीकाको घुँडामा केन्द्रित गर्छौँ। घुँडालाई छाम्नु परेन, याद गर्नुहोस्, तपाईँको खुट्टाको घुँडालाई याद गर्नुहोस्, निलाई याद गर्नुहोस् खुट्टाको। अब त्यसलाई यही जमिन मुनि नै प्रेस गर्नुहोस्। श्वास तान्दै जमिनमा प्रेस गर्नुहोस् र बिस्तारै छोडिदिनुहोस्। रिल्याक्स। फेरि यो प्रक्रियालाई पनि हामी एकचोटि दोहोऱ्याउँछौँ। तपाईँको खुट्टाको घुँडालाई याद गर्नुहोस्, त्यसलाई ध्यान दिनुहोस् र यही हामीले बसेको कार्पेटलाई पनि याद गर्छौँ। कार्पेटतिर अलिकति प्रेस गर्न सक्नुहुन्छ। बिस्तारै छोडिदिनुहोस्। अब यो प्रक्रिया गर्दाखेरि हामीले श्वास प्रश्वास पनि कन्टिन्यू गर्न सक्छौँ। अब हाम्रो सम्पूर्ण ध्यानलाई ढाडमा केन्द्रित गर्छौँ। पछाडिको कम्मरमा केन्द्रित गर्छौँ, याद गर्छौँ। कम्मरलाई अलिकति तनक्क तन्काएर हामीले एकछिन याद गर्नुहोस् कस्तो भइरहेछ र सुस्तरी तपाईँ आफ्नै पोजिसनमा आउन सक्नुहुन्छ। फेरि सम्पूर्ण ध्यानलाई हामीले कम्मरमा नै केन्द्रित गर्छौँ। कम्मरलाई अलिकति नस्तिर टाउकोलाई सिधा माथि ल्याएर तन्काउन सक्नुहुन्छ र बिस्तारै छोड्न सक्नुहुन्छ। हामी हाम्रो ध्यानलाई पेटमा केन्द्रित गर्छौँ। पेटलाई बेली जस्तै फुलाएर त्यसलाई तनाव दिन सक्नुहुन्छ। श्वास लिँदै ठुलो पार्ने कति सक्नुहुन्छ। एकछिन हुनुपर्ने र सुस्तरी श्वास फाल्दै फालिदिनु। यो प्रक्रियालाई हामी दोहोऱ्याउँछौँ। तपाईँले आफ्नो सम्पूर्ण ध्यानलाई पेटमा केन्द्रित गर्नुहोस् र
फुलाउँछौँ त्यसरी नै पेटलाई फुलाउँदाखेरि तपाईँलाई कहाँनिर अप्ठ्यारो भयो, कहाँनिर गाह्रो भयो त्यो कुरालाई याद गर्नुहोस् र सुस्तरी पारिदिनुहोस्। रिल्याक्स। अब फेरि हाम्रो ध्यानलाई छातीमा केन्द्रित गर्छौँ। महसुस गर्नुहोस् छातीमा तपाईँलाई केही कुराले खिचिरहेछ भन्ने महसुस गर्नुहोस्। श्वास लिँदै र श्वास फाल्दै तपाईँलाई खिचिरहेको त्यो गरौँ चिज शरीरबाट बाहिर फालिरहेछु, छातीबाट निकालिरहेछु भन्ने महसुस गर्न सक्नुहुन्छ। फेरि यही प्रोसेसलाई फलो गर्नुहोस्। ढाडलाई सिधा बनाउनुहोस् सबैजनाले। रिल्याक्स। अब तपाईँको सम्पूर्ण ध्यान हातमा केन्द्रित गर्नुहोस्। र हातलाई मजाले मुठी कस्नुहोस्। मजाले मुठी कस्नुहोस्। जति कस्नु सक्नुहुन्छ कस्नुहोस्। र सास छोड्दै बिस्तारै छोडिदिनुहोस्। र फेरि यो अभ्यासलाई हामी निरन्तरता दिँदैछौँ। मजाले मुठी कस्नुहोस्, मजाले कस्नुहोस् है। हामी त तन्काउने र खुम्चाउने हो नि त यो एक्सर्साइज। त्यो भएको भएर हात बुढी अङ्गालाई प्रेस गरी कस्नुहोस् र छोड्दाखेरि रिलिफ सहज भइरहेछ भने कुरा याद गर्नुहोस्। अब फेरि तपाईँले हातको कुना कुनामा आफ्नो ध्यानलाई केन्द्रित गर्न सक्नुहुन्छ। हातको कुनालाई टनक्क फर्काउनुहोस्। हातको कुनालाई र सुस्तरी छोडिदिनुहोस्। फेरि हामी सबै प्रोसेसलाई दुईचोटि गरिरहेछ। यो प्रोसेसलाई पनि दोहोऱ्याउन सक्नुहुन्छ। रिल्याक्स। अब तपाईँको सम्पूर्ण ध्यानलाई कुनामा केन्द्रित गर्नुहोस्। कुममा केन्द्रित गर्नुहोस्। कुमलाई टाउको मास्तिर जसरी पछुवाले मास्तिर लिएर आउँछ नि, टाउको लुकाउँछ नि, त्यसरी टाउकोलाई लुकाउने कुनालाई माथि उचाल्नुहोस्। पछुवाले आफ्नो टाउकोलाई लुकाउँदाखेरि कसो गर्छ त्यसै गरेको जस्तो महसुस गर्नुहोस्। र श्वास छोड्दै रिल्याक्स। श्वास छोड्दै रिल्याक्स। छोडिदिनुहोस्। गुड।